जस्तो खाले तपाईले थम्बनेलमा देख्नु भएको छ हामीले डिजाइन कस्तो खाले भिजिटिङ कार्डको रेस्टुरेन्टको लागि बनाएका छौँ। त्यही डिजाइनको रेस्टुरेन्टको भिजिटिङ कार्ड हामी बनाउने छौँ अहिले। त्यसको लागि हामी एउटा पेज सिलेक्ट गर्नेछौँ हैन, लेआउटमा जानेछौँ। अनि यो चाहिँ अहिले A4 साइजमा छ। अनि यो चाहिँ अहिले A4 साइजमा पेपर रहेको छ र यसलाई हामीले विड्थलाई चाहिँ हामीले राख्नुपर्ने हुन्छ 3 इन्च र हाइटलाई चाहिँ 2 इन्च। अब त्यसैको लागि हामी एउटा पेज क्रिएट गर्नेछौँ। त्यसको लागि लेआउटमा गएर हामी मार्जिन्समा जानेछौँ। पहिले त हामी न्यारो गर्नेछौँ। यति गरिसकेपछि पेज साइजमा गएर मोर पेज साइजमा जानेछौँ। अनि विड्थमा चाहिँ हामीले राख्नुपर्ने हुन्छ 3 इन्च र 2 इन्च। अनि ओके गरिदिनु होला। यो चाहिँ हाम्रो पेज साइज आयो। डिजाइनमा गएर पेज कलर एन्ड ब्ल्याक सेलेक्ट गरे पनि हुन्छ, नगर्दा पनि हुन्छ, केही फरक परेन हैन। म चाहिँ अहिले गर्दिनँ। अनि यसमा चाहिँ हामीले सेप बनाउनु पर्ने हुन्छ। सेप लिएर यहाँनिर हामीले सेप्समा गएर यो कर्व भन्ने छ, यो कर्वमा गएर क्लिक गर्ने हैन। अनि त्यसपछि यहाँनिर मोड्दिने। अनि कहाँनिरबाट मोड्ने, अलिक ट्याक्क पोइन्ट दिएर अलिअलि ट्याक ट्याक हिसाबले यसरी डिजाइन बनाएर लगिजानु होला। यता पनि अनि यहाँ बन्द गरिदिनु होला। यसरी चाहिँ मिलाउनु होला। तपाईलाई यो भन्दा पनि अर्को तरिका हुन्छ भने तपाई त्यसरी पनि गर्न सक्नुहुन्छ। यसरी मिलाए। अनि यसको चाहिँ म अब कलर चाहिँ सेप्स कलर लाई अहिले ल यो ठिकै छ, यो ठिकै छ। र म आउटलाइन चाहिँ सेप आउटलाइनलाई नो आउटलाइनमा फिल गर्नेछु। अनि यति भइसकेपछि म यसको एउटा डुप्लिकेट लिनेछु, कन्ट्रोल डी अनि डुप्लिकेट आउँछ। अनि यसमा चाहिँ मैले सेप फिल ब्ल्याक गर्नेछु, ब्ल्याक कलर आउँछ। अनि यसलाई पनि ठ्याक्कै मिलाउने, माथि पोइन्ट मिलाइसकेपछि अलि यसलाई अलि एङ्गल रोटेट गर्ने, अलि मात्रै हो यसरी रोटेट गर्ने। अनि माथिको चाहिँ फिल सेप फिल कलरमा चाहिँ म अर्को कलर फिल गर्छु। सेप फिल कलर, मोर फिल कलर एन्ड यो कलर गर्छु। ओके गरेँ मैले। अनि त्यसपछि एउटा यहाँदेखि यसो सेप ल्याउने, त्यसको लागि इन्सर्टमा जाने, सेप्समा जाने अनि सर्कल लिने। अनि त्यति भइसक्यो। सर्कललाई अलिक ठुलो बनाउने, यस्तो खाले यो भइहाल्यो हैन। यस्तो टाइप लिएर आउनु। अनि यसलाई ब्रिङ फरवर्ड हैन, यो सेम ब्याक वालमा क्लिक गर्नु होला। अनि पछाडि जान्छ। अनि यतिका भइसकेपछि अब यसलाई के गर्ने भने हामीले यसको पनि सेप फिल कलर गरिदिने। अनि यसको चाहिँ आउटलाइन पनि हटाइदिने। अनि यसैमा तपाईले के गर्ने, यसको पनि डुप्लिकेट लिने। अनि यसमा पहिले हामीले सेप फिल कलरमा ब्ल्याक गरिदिनु होला। अनि ब्ल्याक गरिसकेपछि माथि लग्ने। अनि यसको पनि अलि अलि घुमाइदिनु, रोटेट गरिदिनु होला। मैले पुरै गरेँ किनकि अब तलदेखि काम गर्न सजिलो हुन्छ भनेर हैन।
अनि एरोको सहायताले मिलाउनु होला। अलि म यस्तो डलाउने छु हैन। यतिका भइसकेपछि अब यसलाई पनि म के गर्नेछु, सेन्ड ब्याकवार्ड। यो भयो। यहाँनिर चाहिँ हाम्रो डिजाइन क्रिएट भएको छ। अब यसमा चाहिँ हामीले के गर्नु चाहिँ वाइड जो भाग छ यसमा चाहिँ हामी फुडहरू राख्नेछौँ हैन, टेक्स्चरहरू फुडहरू राख्नेछौँ। भनेपछि अनि यसमा चाहिँ हामी टाइटल लेख्नेछौँ, नाम लेख्नेछौँ। त्यसमा नाम लेखिसकेपछि हामी नाम ठेगाना प्रोप्राइटर हैन, यसमा मोबाइल नम्बर भयो इमेल त्यो लेख्नेछौँ। अब त्यसको लागि के गर्ने, ब्याकग्राउन्डमा राख्नु पर्यो। इन्सर्टमा जाने, इन्सर्ट मेन्यु भन्दा पनि पहिले हामी यसमा नाम लेखिहाल्यो रेस्टुरेन्टको। इन्सर्टमा गएर ओ डाट अनि एउटा सिलेक्ट गरेर टेक्स्ट। यसमा चाहिँ हामीले फन्ट चुज गर्नुपर्ने हुन्छ। म चाहिँ नेपाली फन्टको यो आकार भन्ने छ, आकार फन्टलाई सिलेक्ट गरेँ। यसमा चाहिँ यसको पनि म फन्ट कलर चेन्ज गर्नेछु, व्हाइट राख्नेछु। अनि यसमा चाहिँ म लेख्नेछु विजय रेस्टुरेन्ट, विजय रेस्टुरेन्ट मात्र लेख्नेछु। अनि यसको चाहिँ ठिकै छ, फन्ट साइज पनि ठिकै छ लाग्यो मलाई। अनि यसलाई म यहाँनिर राख्नेछु। अझै ठुलो बनाउन सक्नुहुन्छ हैन, यसलाई सिलेक्ट गरेर फन्ट साइज बढाउनु होला। यतिका भइसकेपछि तपाईले, मैले यो सिम्पल तरिकाबाट किन बनाउँदैछु भने चाहिँ सबैले यो नयाँ लेटेस्ट भर्जन युज गर्दैन नि एमएस वर्डको हैन। अब कोही 2007 त्यो पुरानो मोडल र नयाँ मोडल भएको हुनाले तपाईले पुरानो मोडलमा पनि बनाउन सक्नुहुन्छ र नयाँ मोडलमा पनि बनाउन सक्नुहुन्छ। त्यही भएर मैले अलि सिम्पल तरिकाले लगेको हजुरलाई। अनि त्यसपछि हामीले यहाँनिर लेख्नुपर्ने हुन्छ, ठेगाना लेख्ने, ठ्याक्कै तल ठेगाना लेख्ने। त्यसलाई कन्ट्रोल डी डुप्लिकेट गर्नु होला। अनि यसलाई फेरि सिलेक्ट गर्नु होला। त्यसमा अनि योलाई सिलेक्ट गर्नु होला। यसमा लेख्ने के प्लेस, मैले चाहिँ एउटा स्याम्पलको लागि लेखेको हो, मलाई पनि थाहा छैन यो ठाउँ कता छ भनेर। डेल धुरा हैन, अनि सिलेक्ट गर्ने, सानो बनाउने। डडेलधुरा लेख्दाखेरि त्यो पछाडिको वर्ड चाहिँ अनि तल गएको थियो, त्यही भएर नदेखिया होला। अब सोच्नु होला कहाँबाट लियो, कसरी लियो भन्नु सक्नुहुन्छ, त्यस्तो नसोच्नु होला हैन। अब यसलाई सिलेक्ट गरेर ठ्याक्कै हामी यहाँनिर राख्नेछौँ, यस्तो तरिका राख्नेछौँ। अनि त्यसपछि यहाँनिर हामी प्रोप्राइटर पनि राख्नेछौँ। अनि यसलाई लिने, कन्ट्रोल डी गरिदिने, माथि लगेर कन्ट्रोल डी डुप्लिकेट, यसलाई यहाँ लाग्नेछौँ टपमा। अनि यसलाई एडिट टेक्स्ट गरेर अब त्यसमा चाहिँ हामी लेख्नेछौँ प्रोप्राइटर डट राजेन्द्र शर्मा लेख्नेछौँ र सानो बनाएर अलिकति फन्टलाई अनि योतर्फ राख्नेछौँ। यो चाहिँ हाम्रो भयो। अनि यसमा चाहिँ हामीले के अर्को कुरा के गर्नेछौँ भने अब यहाँनिर डिजाइन, अब यहाँ हाम्रो डिजाइन आउँछ। त्यसको लागि इन्सर्ट मेन्युमा गएँ, म एउटा पिक्चर मैले पिएनजी डाउनलोड गरेको थिएँ हजुरलाई सिकाउनको लागि। अनि राख्नेलाई डाउनलोड चेक गरेँ, मैले डाउनलोड गरेको थिएँ, रिलोड गरेँ, फेरि आयो। मैले यसलाई इन्सर्ट गर्छु। इन्सर्ट गरेपछि त्यहाँ पछाडि आइहाल्छ, त्यसको लागि केही गर्नु पर्दैन हामीले। त्यसको लागि स्क्वायर लाग्ने बिहाइन्ड टेक्स्ट गरिदिनु होला। अनि यसलाई अलि यता लिएर अलिकति ठुलो बनाउन, तल अगाडि देखिरहेछ हैन। यति भइसकेपछि भयो। अब यसमा चाहिँ हामीले गर्ने अरू के कुरा छ भनेहरू, यसमा चाहिँ अहिले मैले ब्राइटनेस कन्ट्रास्ट बढाइदिन्छु, यतिका ठिक छ। यतिका भइसकेपछि अब यसमा चाहिँ हामीले डिसहरू राख्ने, अब होइन रेस्टुरेन्टको लागि के छ त क्लाइन्टले तपाईँलाई रेफर गरेको यो राखिदिनु होला भनेर अब त्यो कुराहरू राख्ने। इन्सर्टमा जाने, अनि पिक्चरमा गएर फेरि दिस पिक्चर डिभाइस गरेर
फेरि यहाँबाट चुज गर्नु होला। जस्तै मैले मोमोजको छ हैन। अब त्यो आइसकेको छ भनेपछि अब यसलाई म इन फ्रन्ट टेक्स्ट गर्नेछु। यसलाई यसको पनि साइज म मिलाउनेछु अनि यहाँ राख्नेछु ट्याक्कै। अनि यसको लागि म भनेपछि अहिले ठिकै छ। यो पछाडि हाल्नु छ भने यस्तो गरेर यो सेन्ड ब्याकवार्डमा क्लिक गर्ने अनि त्यो पछाडि सर्दै सर्दै जान्छ। अनि म अहिले त्यसको अलिकति साइज घटाएँ। तपाईँ आफ्नो हिसाबले मिलाउनु होला। अनि म त्यस्तै गरी सबै पिक्चरहरू राख्छु। तपाईँ पनि पिक्चरहरू PNG फर्ममा गुगलदेखि डाउनलोड गर्नु होला। त्यसको लागि आपत्ति केही पनि भएन। होइन तपाईँलाई के कुरा राख्नु भनेको छ। जस्तै मैले मोमोज, चाउमिन त्यो राख्दैछु। बिहाइन्ड टेक्स्ट इन फ्रन्ट टेक्स्ट गर्ने पहिले अनि यसको साइज सानो गरेर राख्नु होला। त्यतिका भएपछि यति खानेकुराहरू राखेका छौँ भने अब यसलाई हामी एडजस्ट गर्नेछौँ होइन। साइज एडजस्ट गर्नेछौँ। अहिले मैले यति नै राखेँ। तपाईँहरू राख्नु चाहनुहुन्छ भने राख्नु होला। त्यसमा केही आपत्ति कुरा भएन। होइन त्यति भइसकेपछि अब त्यसलाई अलिकति रियलिस्टिक देखाउनु पर्यो। अहिले रियलिस्टिक जस्तो लागिरहेको छैन मलाई त न। त्यसलाई रियलिस्टिक कसरी देखाउने भन्ने अब त्यसलाई रियलिस्टिक कसरी देखाउने भन्ने कुरा पनि म तपाईँलाई गरेर देखाउँछु होइन। अब यसको लागि हामीले त्यसमा के गर्नु भने सेडो राख्ने। सेडो राख्नेलाई पिक्चर इफेक्टमा गएर होइन स्याडोमा जाने। अनि स्याडोमा कुन साइड आफूलाई मनपर्छ त्यो साइड सिलेक्ट गर्ने अनि अदरमा गएर सो अप्सन यसको चाहिँ ट्रान्सपेरेन्सी 0 मैले राखेँ। 0 राखेपछि अनि यसको साइज चाहिँ मैले राख्छु 106 अनि त्यति भइसकेपछि ब्लर 7 जति राख्छु भनेपछि अनि यसको चाहिँ एङ्गल चाहिँ 214 राख्नेछु। 0 यस्तो भएपछि अब यसलाई सबैमा हामी एप्लाई गर्नेछौँ। अनि यसको पनि हामी सेम त्यही गर्नेछौँ। 0 गर्नेछौँ ट्रान्सप्यारेन्सीमा अनि यदि भइसकेपछि अब यसलाई म क्लोज गरिदिन्छु होइन फर्मेटलाई अप्सनलाई। अब यसपछि हामी यसमा चाहिँ सम्पर्क नम्बर, इमेल एड्रेस त्यो चाहिँ लेख्नेछौँ। त्यो लेख्नको लागि अब हामीले के गर्ने, यसैको हामीले डुप्लिकेट गर्नु होला। म अहिले सेभ गरिदिनु, डुप्लिकेट गर्नु होला। हामी यहाँ लेख्नेछौँ फेरि भेट्नका लागि। हामी लेख्नेछौँ फेरि भेट्नका लागि। यसलाई अब एडजस्ट गर्नेछौँ फेरि भेट्नका लागि। अनि यसलाई ठिकै छ साइज, किनकि अब यो सानो हुन्छ नि, यत्रो खाले प्रिन्ट गर्नुपर्ने हामी प्रिन्ट गर्दाखेरि अनि हेर्दाखेरि पनि टक्क देखिनु पर्यो, छिटो देखिनु पर्यो होइन सबै कुराहरू। त्यही भएर हामीले फ्रन्टमै राख्नुपर्ने हुन्छ र सबै कुराहरू मिलाएर राख्नुपर्ने हुन्छ। अनि फेरि भेट्नको लागि भइहाल्यो। अनि यसको चाहिँ मैले डुप्लिकेट लिएँ
अनि यसमा चाहिँ मैले लेखेँ फोन नम्बर लेखेँ मैले 98 1 2 3 4 5 6 7 8वटा 0 अनि सेम कन्ट्रोल सी एन्ड कमा इन्टर भी गर्दाखेरि कसो भयो तल जान्छ यसलाई सिलेक्ट गर्ने अल सिलेक्ट गर्यो सिलेक्ट गरेपछि स्पेसिङ लाइन स्पेसिङ कम गरिदिने होला यो भइहाल्यो नत्र भने अझै नजिक ल्याउँछु भने यसको यस्तो गरिदिउँ अलिकति फन्ट घटाइदिउँ यतिको ठिक हुन्छ अनि यतिको भएपछि ठिक छ अनि यसको चाहिँ हामी डुप्लिकेट लिन्छौँ अहिले कन्ट्रोल डी डुप्लिकेट आउँछ अनि चाहिँ मैले नम्बर क्लोज गरेँ अनि त्यस अनि यसको पनि मैले डुप्लिकेट लिन्छु हैन अनि तलमा अब यसमा चाहिँ मैले लेख्ने भनेको इमेल एड्रेस लेख्ने छु इमेल एड्रेस लेख्नुको लागि अब मैले फन्ट चेन्ज गर्ने छु अनि यसमा चाहिँ मैले लेख्छु जस्तो मैले लेखेँ अहिले तल तल्न पनि हुन्छ यसमा चाहिँ लेखेँ मैले विजय restaurant@gmail.com यो चाहिँ अहिले मैले तपाईँलाई सिकाइरहेको अनि यसमा चाहिँ के मिस्टेक स्पेलिङहरू मिस्टेक अनि कहीँनिर सिकाउँदाखेरि मिस्टेक पनि हुनसक्छ त्यसलाई अभोइड गर्नु होला र प्र्याक्टिसमा ध्यान दिनु होला अल सेलेक्ट एन्ड फन्ट साइज हाल्नु गऱ्यौँ अब यतिका भइसकेपछि अब यसमा हामीले चाहिँ यो नम्बरको अगाडि फोनको लोगो र इमेलको अगाडि त्यो इमेलको लोगो राख्नुपर्ने हुन्छ त्यसका लागि फोनको लोगो राख्नुको लागि चाहिँ हामीले म चाहिँ अहिले एकछिन अर्को सेप लिएर सेप टक्क तानेर यसमा चाहिँ मैले राइट क्लिक गरेर यसमा मैले लेखेँ एड टेक्स्ट गरेर 2704 alt plus x सरी 2706 alt plus x लेखेर फोनको लोगो आउँछ हैन यसको चाहिँ म आउटलाइन पनि हटाउँछु अनि सेभ फिल नो सेभ फिल पनि गरिदिन्छु यतिका गरेपछि यसलाई मैले सानो गर्छु अनि त्यहाँदेखि यसलाई म उठाएर यहाँ अगाडि राखिदिन्छु यो भइसकेपछि अब हामीले राख्नुपर्ने हुन्छ इमेलको लागि कन्ट्रोल डी गरिदिन्छु यसैको म डुप्लिकेट ल्याउँछु अनि यसको ठ्याक्कै अगाडि राख्नुपर्ने हुन्छ यसका लागि 1F 4E7 अनि अल्ट प्लस एक्स गरिदिनु होला अनि यसको पनि इमेलको पनि कोड आइहाल्छ इमेलको पनि लोगो आयो अनि यसलाई अलि अगाडि गर्नु होला बाहिर यो चाहिँ हाम्रो कम्प्लिटली लगभग हाम्रो कम्प्लिटली काम बसिदिएको छ अनि यो तरिकाले हामीले रेस्टुरेन्टको लागि हामी भिजिटिङ कार्ड बनाउन सक्छौँ र यस्तै अरू भिडियोहरू पनि हेर्न चाहनुहुन्छ भने तल कमेन्ट गर्नु होला तपाईँले यसमा केही नबुझेको कुराहरू छ भने कमेन्ट गर्नु होला म त्यसको लागि अर्को भिडियोमा आन्सर दिने कोसिस गर्नेछु र चाहिँ यसमा भन्ने चाहिँ यो ब्ल्याक डिजाइन छ यसलाई ब्ल्याक डिजाइनलाई चाहिँ म अलिक त्यसको कलर चेन्ज गर्नेछु सेभ फर्मेटमा गएर हैन सेभ फिल्डमा गएर म अर्को ब्ल्याक चुज गर्न गइरहेको छु यो पनि मिलेन अनि म जान्छु सेभ मसिभ कलरमा
अनि यहाँबाट स्ट्यान्डर्ड यहाँदेखि म चुज गर्छु होइन, चुज गरेर ओके गर्छु। यति भइसकेपछि अनि जो यो पछाडिको अनि मेरो अर्को डिजाइन थियो ओरेन्ज कलरको, त्यसलाई म सिलेक्ट गरेर त्यसमा चाहिँ मैले सेभ इफेक्ट लगाउँछु सेडोवाला, अनि त्यसमा चुज गर्छु म सेडो। यतिका सेडो भइसकेपछि म अलि त्यसलाई अझै गाढा देखाउन चाहन्छु र म सेडो अप्सनमा गएर ट्रान्सप्यारेन्सीलाई म घटाइदिन्छु अनि ब्लरलाई अलिकति बढाइदिन्छु अनि डिस्टेन्स ठिक छ। अनि जो यसमा छ अलि त्यसमा देखिरहेको छैन राम्रोसँग, त्यसको लागि म फेरि सेभ फिलमा गएर मोर कलर अर्को कलरमा चुज गरेर ओके गरिदिन्छु। सरी, यो डिजाइनमा गएर सेभ फिल विथ कलर ओके। त्यसमा अलि देखिरहेछ, अलिअलि देखिरहेछ यसमा पनि, अनि हाम्रो डिजाइन जस्तो देखिरहेको छ होइन। अनि तल पनि जो खानाको अगाडि यो डिजाइन आएको छ अनि त्यसमा पनि ब्लर लाइन गएको छ, सेडो गएको छ, अनि अहिले अलिकति प्रोफेसनल लेभलको देखिरहेछ। धन्यवाद साथीहरू, तपाईँले हाम्रो पुरै भिडियो हेर्नुभएको छ र आशा छ कि तपाईँले हामीले बनाएको भिडियोबाट केही कुराहरू नयाँ कुराहरू सिक्नुहुनेछ र यस्तै अरू भिडियोहरू चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नुहोला। सब्सक्राइब गर्दाखेरि तपाईँले हामीले बनाएका नयाँ इन्फर्मेटिभ भिडियोहरू तपाईँले पहिले नै सबैभन्दा पहिले नै प्राप्त गर्नुहुन्छ। त्यही भएर हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र यी भिडियोहरू तपाईँले आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोला। हस्, थ्याङ्क यू। हामी भेट्नेछौँ फेरि अर्को भिडियोमा।